आज हामी एउटा एटिएम को प्रोजेक्ट गर्न गइरहेछौँ, एटिएम भेरिफिकेसन। त्यसको लागि हामीलाई चाहिने कुराहरू म लेख्दै अनि एक्सप्लेन गर्दै गइरहेछु, सो ध्यान दिएर हेर्नु होला। सो यहाँ हेर्न सक्नुहुन्छ मैले एकाउन्ट नम्बर, पिन र ब्यालेन्स यहाँ अलरेडी हालिदिएछु। हजुरहरू आफ्नो पनि हाल्न सक्नुहुन्छ या युजरद्वारा इनपुट गरेर पनि लेख्न सक्नुहुन्छ। सो म एउटा डेमोको लागि मात्र यति लिए। यति लेख्नुको कारण हाम्रो भनेको हामीहरू एटिएममा जाँदाखेरि त्यहाँ हेर्न सक्नुहुन्छ, हामीहरूले त्यहाँ वेलकमको अलवेज त्यहाँ लेखेर सो गरेको हुन्छ। त्यसको लागि हामी यहाँ वेलकम लेखेको। त्यसपछि हाम्रो अर्को कोडतिर लागौँ। सरी, यहाँ हाम्रो एउटा कुरा छुटेको छ। यहाँ भनेको /n छुटे थियो। यति लेख्नुको कारण हामी सबभन्दा पहिला हामीले कार्ड इन्सर्ट गर्नुपर्छ र त्यसपछि हामीले माग्ने कुरा भनेको एउटा भनेको एकाउन्ट नम्बर हो र एउटा भनेको पिन हो। त्यसको लागि हामीले दुईटा यहाँ भेरिएबल बनाएर युजर एकाउन्ट र युजर पिनको हामी लेखेर यहाँ इन्टर पिन लेखिसक्यौँ। त्यसपछि अब हाम्रो अर्को इफ कन्डिसनतिर लागौँ। हामीले एउटा इफ कन्डिसन लगाए। त्यसमा युजर एकाउन्टमा एकाउन्ट नम्बर र युजर पिन
लगाएर यहाँ यो दुइटै यदि करेक्ट छ भने त्यहाँ प्रिन्टमा लगइन सक्सेसफुली सो गर्छ। इफ यदि कहीँ हाम्रो एकाउन्ट नम्बर पिन रङ छ भने त्यसले सो गर्दैन। त्यसको लागि हामी अब वाइल लुपतिर लुपमा पनि वाइल लुप अनि फोर लुप हुन्छ सोल्भ भएको। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू मैले यहाँ वाइल लुपमा केही स्टेटमेन्ट राखेँ। जस्तै हाम्रो 1 नम्बरमा हाम्रो चुज अप्सनमा यहाँ एउटामा चेक ब्यालेन्स, अर्कोमा विथड्रो र डिपोजिट र एक्जिट गरी 4वटा मैले अप्सन हालिदिएँ वाइल लुपमा लगाएर। यो भनेको वाइल भनेको कन्टिन्यू यो एटिएममा वर्क गर्दै बस्छ। सो त्यसैले हामीले एउटा चोइसको पनि यहाँ अप्सन राख्नु पर्यो। सो यहाँ हेर्न सक्नुहुन्छ मैले चुजको अप्सन हालिदिएछु। चोइस अब यो 4वटा मध्ये जुन पनि चुज गर्न सकिन्छ। सो अब हामी अर्को आफ्नो कोडतिर लागौँ। सो यहाँ हेर्न सक्नुहुन्छ इफ चोइस 1, इफ यदि यसले चेक ब्यालेन्सलाई चुज गर्छ भने उसको ब्यालेन्स यहाँ जति ब्यालेन्स हामी माथि हालेछौँ यो जति यहाँ ब्यालेन्स हालेछौँ त्यसको त्यहाँ सो गर्छ। इफ यदि उसले 1 नम्बर चोइस गर्छ भने। त्यसै गरी एल्स इफ यदि उसले 2 चोइस गर्छ भने के हुन्छ। इफ
इफ यदि उसले 2 नम्बर चुज गर्छ भने उसको अमाउन्टमा जति जसको उसको टोटल अमाउन्ट छ त्यो अमाउन्ट सो गरेर इफ यदि अमाउन्टबाट केही ब्यालेन्स झिक्छ भने त्यहाँबाट घटेर उसको विथड्र गरेको अमाउन्ट र उसको न्यू ब्यालेन्स पनि यहाँ सो गर्छ। त्यो दुइटैको लागि हामी पहिला विथड्रको अमाउन्ट पहिला सो गर्ने कति उसले निकालेछ, त्यसपछि त्यसको टोटल अमाउन्टबाट जति निकालेको घटाएर यहाँ न्यू ब्यालेन्समा यहाँ सो गर्छ। सो अब अर्को कोडतिर हामी लागौँ। एल्स अनि एउटा कुरा इफ यदि उसले आफ्नो अमाउन्टबाट भन्दा पनि बढी अमाउन्ट निकाल्न चाहिन्छ भने त्यहाँ सो गरेर आउँछ इन्सफिसियन्ट ब्यालेन्स। सो होप हजुरहरू बुझ्नुभयो। तो यहाँ हेर्न सक्नुहुन्छ इफ यदि उसले थर्ड अप्सन चुज गर्यो भने यहाँ हेर्न सक्नुहुन्छ पहिला उसको अमाउन्ट हेर आउँछ कति अमाउन्ट छ उसले इनपुट गरेको अमाउन्ट डिपोजिट अमाउन्ट कति छ त्यो हेर आउने। त्यसपछि उसको टोटल ब्यालेन्समा त्यो डिपोजिट गरेको अमाउन्टलाई एड गरेर त्यसलाई सो गर्नलाई प्रिन्ट डिपोजिट अमाउन्ट कति हालेछ त्यो अमाउन्ट सो गर्ने। त्यसपछि उसको टोटल ब्यालेन्स निकाल्नु पर्यो। त्यसको लागि हामी यसलाई प्रिन्ट सो उसको लागि न्यू अमाउन्टको लागि हामीहरूलाई टोटल ब्यालेन्स निकाल्नु पर्यो। त्यसै गरी अब हाम्रो अर्को अप्सनतिर जाम। So if यदि उसले 4 नम्बर
चुज गर्छ भने त्यहाँ एक्जिटको छ भने त्यहाँ प्रिन्ट थ्याङ्क यू। अनि इफ यदि कुनै अप्सन चुज गरेन भने त्यहाँ इनभ्यालिड अप्सन आउँछ। इफ यदि चारटाबाट कुनै अप्सन चुज गरेन भने त्यहाँ इनभ्यालिड अप्सन आउँछ। सो र हाम्रो लास्ट अप्सन भनेको एल्समा हामीलाई इफ यदि उसको पिनै रङ भयो भने त्यहाँ अप्सन आउँछ इनकरेक्ट पिन। इफ यदि उसको अब हामीले यहाँ राखेका छौँ 1 2 3 4, इफ यदि त्यसको मिस्टेक भयो भने त्यहाँ इनकरेक्ट पिन सो हुन्छ। सो अब यो कोडलाई हामीहरूलाई एक्जिक्युट गरेर लाइभ एक्जिक्युट गरेर हेरौँ। त्यसको लागि हामीले कन्ट्रोल सिफ्टलाई प्रेस गरौँ, टर्मिनललाई अन ओपन गरौँ र त्यसपछि हामीहरूलाई यहाँ आफ्नो फाइललाई एक्जिक्युट गर्नु पर्यो। पाइथन atm.py यहाँ हेर्न सक्नुहुन्छ। म कोड थ्रु आउट देखाइदिन्छु के गरेको। यहाँ हेर्न सक्नुहुन्छ पहिला हाम्रो सो भयो वेलकम। यहाँ हामीहरूले फर्स्टैमा यहाँ इन्टरफेसमा यहाँ वेलकम लेखेछौँ। त्यसपछि हाम्रो अर्को कोड भनेको थियो प्लिज इन्सर्ट कार्ड। सो यहाँ लेख्न हेर्न सक्नुहुन्छ यहाँ वेलकम पछि यहाँ प्लिज इन्सर्ट योर कार्ड। त्यसपछि हामीसँग मागिरहेछ यहाँ हेर्न सक्नुहुन्छ एकाउन्ट नम्बर। एकाउन्ट नम्बर हाम्रो कति थियो अब यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 र 3 थियो। सो अब यसको पिन मागिरहेछ, त्यसको पिन पनि हामीले अलरेडी राखेछौँ 1 2 3 4। यसलाई म अलि माथि गरिदिउँ सो हेर्नलाई हजुरलाई सजिलो हुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ मेरो एकाउन्ट नम्बर र पिन करेक्ट हुँदा यहाँ हेर्न सक्नुहुन्छ यहाँ लेखेर सो भएछ लोगिन सक्सेसफुली। अब यहाँबाट हामीलाई चारवटा अप्सन, इफ यदि मलाई चेक ब्यालेन्स गर्नु छ भने 1 नम्बर अप्सनमा क्लिक गर्छु, हेरौँ के हुन्छ। सो यहाँ मैले यहाँ हेर्न सक्नुहुन्छ चुज एन अप्सन 1, मैले 1 क्लिक गर्दा यहाँ मेरो ब्यालेन्स योर ब्यालेन्स इज यति छ, मेरो ब्यालेन्स यो मेरो सो भइसकेछ। त्यसपछि हामीहरूलाई इफ यदि मलाई विथड्र गर्नु छ अमाउन्ट त्यसको लागि म सेकेन्ड नम्बर क्लिक गर्छु। सो यहाँ के भनेछ हामीलाई विथड्र अमाउन्ट इन्टर यो विथड्र भने कति अमाउन्ट मलाई झिक्नु छ। इन केस मलाई 2000 घिच्नु छ 2000। सो यहाँ हेर्न सक्नुहुन्छ विथड्र अमाउन्ट 2000 अनि मेरो यहाँ जति ब्यालेन्स थियो 5 करोड समथिङ त्यसबाट 2000 घटाएर यहाँ मेरो टोटल ब्यालेन्स आइसकेछ फ्लोटमा। त्यहाँ कोडमा मैले फ्लोट पनि लेखेको थिएँ। सो त्यसै गरी अब म आफ्नो थर्ड नम्बर डिपोजिट अप्सनलाई हेर्न चाहन्छु। यहाँ 3 नम्बरमा क्लिक गर्दा यहाँ हेर्न सक्नुहुन्छ इन्टर डिपोजिट अमाउन्ट। सो मेरो डिपोजिट अमाउन्ट कति छ, मैले 2000 निकालेको, म 2000 को ठाउँमा 5000 हाल्छु। सो मैले डिपोजिट अमाउन्ट 5000 गर्दाखेरि यहाँ हेर्नुहुन्छ डिपोजिट अमाउन्ट 5000 र त्यसमा 5000 मेरो एड गरेर यहाँ हेर्न सक्नुहुन्छ मेरो एड गरेर अमाउन्ट आइसकेको छ। र त्यसै गरी हाम्रो फोर्थ अप्सन भनेको हो एक्जिट। सो यहाँ हेर्न सक्नुहुन्छ चुज एन फोर अप्सन थ्याङ्क यू। यहाँ मेरो कोड एक्जिक्युट भइसकेछ, मतलब खत्तम भइसकेछ। सो यो थियो हाम्रो सर्ट एन्ड स्विट पाइथनको एउटा बिगनर लेभलको स्टुडेन्टको लागि एउटा एटिएम भेरिफिकेसन प्रोजेक्ट। सो हजुरहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला, अनि केही मिस्टेक भयो भने प्लिज मलाई कमेन्ट गरेर सोध्नु होला। सो यहाँ हेर्न सक्नुहुन्छ इफ कुनै एरर छ भने म यसलाई सर्ट र स्विटमा एउटा यो कोडलाई म फेरि एक्सप्लेन गरिदिन्छु। सो सबभन्दा पहिला मैले एकाउन्ट नम्बर लिए, पिन लिए र ब्यालेन्स लिए र हामीहरू एटिएममा हेरेर जब हामीहरू जान्छौँ त्यहाँ पहिला एउटा इन्टरफेस आउँछ वेलकमको, त्यसले आफै सु गरेर हुन्छ वेलकमको। त्यसपछि हामी कार्ड लगाउनलाई त्यहाँ लेखेको हुन्छ एउटा कोडमा प्लिज इन्सर्ट योर कार्ड। सो हामीले यहाँ पनि इन्सर्ट कार्डको अप्सन हाल्दैछ। त्यसपछि हाम्रो एकाउन्ट नम्बर माग्छ र पिन नम्बर माग्छ। त्यहाँ ब्याङ्क एटिएममा त पिन नम्बर माग्छ प्रायः जसो त्यहाँ कार्डमा। सो अब हामीहरू त कार्ड त छैन, त्यसैले हामीले एकाउन्ट नम्बर पनि मेन्डेटरी राखिदिएछौँ। सो यहाँ पिन नम्बर राख्ने। त्यसपछि हामीले एउटा इफ कन्डिसन लगाए, इफ यदि उसको एकाउन्ट नम्बर र पिन यदि करेक्ट भयो भने त्यहाँ लगइन सक्सेसफुली सो गर्ने। यी भएन भने यहाँ लास्टमा
सरी यहाँ लास्टमा हेर्न सक्नुहुन्छ, यहाँ मैले लेखिदिएको छु एल्समा प्रिन्ट इनकरेक्ट पिन। इफ यदि उसको एकाउन्ट नम्बर पिन सही भएन भने उसको कोड चाहिँ एक्जिक्युट हुँदैन, यहीँबाट त्यो कोड एन्ड भइहाल्छ। सो यही लेखेको छ। त्यसमा वाइल लुपमा हामीलाई कतिवटा अप्सन चाहियो त्यो मैले हाल्छु। प्रायः जस्तो मैले 4वटा अप्सन नै युज गर्छु। एउटा हुन्छ चेक ब्यालेन्स, एउटा हुन्छ विथड्रो, एउटा हुन्छ डिपोजिट, एउटा हुन्छ एक्जिट। यति मैले हालिदिएछु। सो यहाँबाट मैले एउटा भेरिएबलमा चुजको भेरिएबल बनाएर इनपुट युजरबाट त्यसको इनपुट मागे विच वान इज भनेको अब यो 4वटाबाट कुनै एउटा सिलेक्ट गर्नु। अनि त्यसपछि इफ यदि चोइस उसको चोइस यदि 1 भयो भने 1 भयो भने यहाँ हेर्न सक्नुहुन्छ प्रिन्ट युर ब्यालेन्स इज। इफ यदि उसले चेक ब्यालेन्समा क्लिक गर्यो भने उसको टोटल ब्यालेन्स मलाई सो गर्नु छ। सो त्यसको लागि मैले यहाँ लेखेँ योर ब्यालेन्स इज, अनि यहाँ ब्यालेन्स मैले राखिदिएँ अमाउन्टमा सो गर्नलाई। एल्स इफ यदि उसले 2 नम्बर अप्सन चुज गर्यो भने उसको अमाउन्ट एक त फ्लोटमा सो गर्ने, फ्लोटमा इन्टिजर अनि फ्लोट हजुरहरूले बुझ्नुभयो होला। अनि त्यहाँबाट विथड्रो अमाउन्ट उसले कति अमाउन्ट झिकेछ अनि त्यसपछि त्यो अमाउन्ट झिकेको पनि सो गर्ने र हाम्रो टोटल अमाउन्टबाट कति अमाउन्ट गयो कति अमाउन्ट बच्यो त्यसको लागि पनि यहाँ हामीहरूले न्यू ब्यालेन्स यहाँ एउटा भेरिएबल बनाएका छौँ। सो यहाँ हेर्न सक्नुहुन्छ एउटा कोड लेखेको छ, एउटा लेखेको छ प्रिन्ट विथड्रो अमाउन्ट, कति अमाउन्ट उसले झिकेको, त्यसपछि बाँकी बचेको अमाउन्टलाई हामीले यहाँ न्यू ब्यालेन्स यहाँ हालिदिन्छौँ। अनि इफ यदि अमाउन्ट भन्दा पनि टोटल अमाउन्ट भन्दा पनि बढीको निकाल्न चाहियो झिक्न चाहियो भने यहाँ त्यो बेलामा इनसफिसियन्ट ब्यालेन्स भनिदिन्छ, भनेको तपाईँकोमा ब्यालेन्स छैन त्यति। सो अर्को हाम्रो भनेको इफ यदि उसले 3 अप्सन चुज गर्यो भने उसको अमाउन्ट डिपोजिट उसले कति अमाउन्ट हालेछ त्यो सो हुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ मैले ब्यालेन्समा यहाँ प्लस भनेको बढ्नु, डिपोजिट भनेको एकाउन्टमा पैसा हाल्ने, र विथड्रो भनेको पैसा निकाल्ने। सो हाम्रो डिपोजिट अमाउन्ट अब उसले कति पैसा हालेछ त्यो, अनि प्लसमा हाम्रो टोटल ब्यालेन्स कति हुन्छ। अब जस्तै अब 5 लाख छ भने त्यसमा 5000 थप दिए भने त्यो पनि सो हुनु पर्यो। त्यसको लागि हामीले टोटल ब्यालेन्स गरेर एउटा कोड अलरेडी क्रिएट गरिदिएछौँ। त्यसपछि हाम्रो अर्को चोइस भनेको 4 भनेको हामी एक्जिटको लागि राख्छौँ। अब यदि यो 3वटा काम भयो भने अब उसलाई एक्जिट हुनु पर्यो, कार्ड निकाल्नु पर्यो, बाहिर झिक्नु पर्यो। त्यसको लागि उसले 4 नम्बर अप्सन क्लिक गर्छ। त्यहाँ हामीहरूले जब एक्जिट हुन्छ त्यहाँ हामीले थ्याङ्क युको गरेर अनि ब्रेकमा इनभ्यालिड अप्सन पनि हाल्न मिल्छ। इफ यदि यो 4बाट केही चुज गरेन भने त्यहाँ इनभ्यालिड अप्सन आउँछ। र लास्ट भनेको मैले भनिदिएछु इफ यदि उसको कोड नै मिस्टेक छ भने, पिन नम्बर नै मिस्टेक छ भने त्यहाँ इनकरेक्ट पिन आउँछ। सो आजलाई यति नै, हस्त धन्यवाद।